हेलो एभ्रिबडी। आज चाहिँ मैले टक्क यो भालेको मासु पकाउँदैछु है। ल हेर्नुहोस् है, यस्तो दामी भालेलाई चाहिँ काटेर यस्तो भयो। दुईटा भाले काटेको कि गाइज है। त्यसपछि चाहिँ बाबाले बुर गरेर मासु पोल्न थाल्नु भयो गाइजहरू। मजाले रौँहरू जान्छ भनेर यस्तो फुल लगाएर है गाइजहरू हामीले चट्ट पारेर पोल्नु भयो। यसरी चाहिँ मैले आगोमा पड्ती भुटेर पटपट पड्किने गरेर मासु बनाउन सुरु गरिसकेको छु। त्यसपछि म टमाटर काट्छु, प्याज काटिसकेको छु मैले। अब चाहिँ रातो भएर पटपटी भुटिसकेपछि आगोमा पकाएको स्वाद फेरि यति मिठो हुन्छ साथीहरू। अब चाहिँ मैले टमाटर हालिदिन्छु तलपट्टि पारेर। अनि अब चाहिँ मैले मसला पिन्छु साथीहरू होइन। लसुन, अदुवा, जिरा, धनियाँ, खोर्सानी मसला चट्ट पिन्छु होइन। त्यसपछि हामीले पुलाउको तयारी गर्दैछौँ गाइज। किसमिसहरू काट्यौँ, चामल भिजिसक्यो है। चामल यत्तिकै भिजिसक्यो। अब यो चामल अनि किसमिस अनि यहाँ चाहिँ केरा हो है। अनि धेरै थरी सुपहरू सबै कुराहरू हालेर तयारी गरेपछि चाहिँ हाम्रो यो एकदम हेड कुक चाहिँ हाम्रो बाबा हुनुहुन्छ है। बाबाले चाहिँ घिउ हालेर अनि तेजपत्ताहरू सब ल्वाङहरू सबै कुरा मरमसला गरेर चाहिँ यहाँ किसमिसहरू फुराउँदै हुनुहुन्छ टक्क बनाएर। बाबाले अब चामल मैले पानी तातिसकेँ, अब चामल हाल्नुहुन्छ होइन गाइजहरू। त्यसपछि मजाले चाहिँ हाम्रो बाबालाई यति मिठो पुलाउ बनाउन आउँछ साथीहरू। म चाहिँ यसको बयान गर्नै सक्दिनँ, यति मिठो बनाउनुहुन्छ कि हाम्रो बाबाले। ल हेर्नुहोस् त, सबै कुराहरू जस्तो मजाले घिउमा फुराउनु भएको छ। अब चामल हाल्नुहुन्छ बाबाले होइन। टक्क यति मिठो पुलाउ बनाउनुहुन्छ नि, म चाहिँ बयान गर्नै सक्दिनँ कि साथीहरू। यति मिठो हुन्छ हाम्रो बाबाले बनाएको पुलाउ है, के भन्ने। यस्तो मुखमै झुन्डिन्छ कि यति मिठो हुन्छ र के भन्ने। टक्क अब पानी चामल हाल्नुभएको छ होइन। हाम्रो बाबाले फेरि इन्ट्रेस्ट लाग्छ कि यस्तो यस्तो बनाउनु। फेरि सामान चाहिँ सब हामीले ठिक्क पारिदिनु पर्छ गाइज है। त्यहाँ उभिएर पकाउनुहुन्छ तै पनि साह्रै मिठो हुन्छ कि उनीहरूलाई चाहिँ। यति मिठो हुन्छ नि कुरा नगरौँ गाइजहरू, यति मिठो हुन्छ। ल हेर्नुहोस् यसरी टक्क चामल हाल्नुभयो बाबाले होइन। कति इन्ट्रेस्ट लाएर पकाउनु भएको छ फेरि, यति मिठो बनाउँछु भनेर। यस्तो मिठो बनाउनुहुन्छ हाम्रो बाबाले त गाइजहरू, कुरा नगरौँ। अब पड्ती भुटेर घिउमा मजाले रातो हुने गरेर फर्काइ चलाउनु भएको छ। सब किसमिसहरू चाहिँ रातो भइसकेको थियो। अनि अब चामल पनि रातो हुने गरेर पड्ती पड्काएर हेर्नुहोस् त कति धेरै छ किसमिसहरू फेरि। फाइनल्ली गाइज ल हाम्रो चाहिँ पुलाउ रेडी भइसकेको छ। ल अब एकचोटि चलाइदिनु त बाबा। ओ ल कस्तो दामी भएको छ। ल हेर्नुहोस् त पुलाउ। अनि बाबाले पुलाउ बनाउनु भयो, मैले मासु बनाएँ गाइजहरू है। चटनी पनि बनाएको छु मैले, तर चटनीको भ्लग हाल्न बिर्सिएछु गाइज। ल हाम्रो यसरी चाहिँ फाइनल्ली गाइज हाम्रो खाना चाहिँ यस्तो भएर रेडी भयो। थ्याङ्क यू फर वाचिङ।